हेलो गुड इभिनिङ सबैजनालाई। सबैजना ठिकै हुनुहुन्छ होला। म पनि एकदमै ठिकै छु। अहिले चाहिँ म भर्खरै यहाँ मेरो माइत घर आएको छु हो। खासमा चाहिँ हामी भोलि चाहिँ घुम्नु जानेवाला थिएँ। फेरि मलाई घर आउनु मन परेर अचानक घर आएको हो। अन्त मम्मीहरू यहाँ मम्मी देखाउँछु ल। अस्तिदेखि मैले मम्मीहरू देखाएकै छुइनँ तपाईँहरूलाई हो। मेरो मम्मी यहाँ हुनुहुन्छ। मम्मी हेलो। मेरो कान्छी छोरी आएको छ आज कि म चिकन पकाउँदैछु, यसरी भुट्दैछु आज छोरीलाई दिनुको लागि। मम्मी खुसी छ आज? खुसी, आज कान्छी छोरी आएर खुसी छु। यहाँ म चिकन भुटेको गर्दैछु। म यहाँ चाहिँ मेरो छोरी हो। यो चाहिँ हो मेरो दिदीको छोरी हो, ठुलो दिदीको छोरी। हेलो भनिदिन्थ्यो। हेलो गाइस। हेलो गाइस। यहाँ चाहिँ मेरो पापा हुनुहुन्छ, ढल्किरहनु भएको छ। हेलो गाइस भनिदिनु त। हेलो पापा ठिकै हुनुहुन्छ? ठिकै छु। अन्त आज पापा खुसी छ कि छैन हौ? खुसी छु नि हौ। एकदमै? एकदम। आज किन खुसी भएको पापा? अब छोरी आएर घरमा खुसी भएको नि। पापा चाहिँ भर्खरै गाईहरू दुहिसकेर हो यहाँ रेस्ट गरिरहनु भएको छ। अन्त यहाँ चाहिँ बहिनीले मैले ल्याएको मिठाई खाएको छ हो। अन्त रात परिसक्यो, अब फुल देखाउनु पर्ने। ल साथी, म तपाईँहरूलाई मम्मीले रोपेको फुल देखाउँछु ल तपाईँहरूलाई। हाम्रो चाहिँ यस्तै छ अब हो। फुल देखाउँछु ल तपाईँहरूलाई। ए साथी हो, मेरो मम्मीले रोप्नु भएको फुल हो। बिचरा हामी नहुँदा पनि घर स्याहार्नुहुन्छ। अहिले त घरमा पनि कोही छैन, भाइहरू छ। अन्त भाइ मम्मी पापा बस्नुहुन्छ नि त घरमा हो। हामी सबै छोरीहरू बिहा गरेर हो घर चाहिँ आज म सरप्राइज भएर एकदम सरप्राइज दिएर आएको खासमा चाहिँ हो। आउँदा त म त छक्कै परेको घरमा फुलहरू रोपेको देखेर। बिचरा मम्मीले छोरी नहुँदा पनि छोरी नभएको जस्तो भएर चाहिँ बस्नु भएको छैन। हेर्नुहोस् है गाइस, भ्याइ नभ्याइ भए पनि सबै फुल रोप्नु भएको छ हो कति मजाले। हेर्नुहोस् त, म तपाईँहरूलाई देखाउँछु ल। हेर्नुहोस् है साथी हो। अब म पराको फुल देखाउनु लान्छु ल तपाईँहरूलाई। यहाँ हेर्नुहोस् अर्किडहरू यस्तो राम्रो रोप्नु भएको छ। कस्तो मजाले रोप्नु भएको छ हो अर्किड हो। अब ऊपर पनि देखाउँछु ल। यो चाहिँ हाम्रो घर हो, बिल्डिङ। हेर्नुहोस् है कस्तो मजाले रोप्नु भएको हो। यति मजाले रोप्नु भएको छ। हेर्नुहोस् त, गुजुक परिगएको। वाउ, म चाहिँ आज एकदमै खुसी भयो ल फुल देखेर चाहिँ, साँच्ची भनेको साथी हो। हेर्नुहोस् त, छोरी नहुँदा पनि सबै छोरी बिहा गरेर गए पनि होइन, मेरो मम्मीले चाहिँ एकदम छोरी नभएको जस्तो भएर चाहिँ बस्नु भएको छैन। किनभने बिचरा अब मान्छेले के भन्छ होला, मान्छेले हेर छोरीहरू हुँदा मात्रै गरेको, छोरीहरूले मात्रै हुँदाखेरि रोप्थ्यो, अहिले हेर छोरीहरू बिहा गरेर उराट लाग्दो भएर बस्यो भन्ने बाटो राखिदिनु भएन होइन। मलाई एकदमै खुसी छु। आइ एम भेरी भेरी ह्याप्पी हो। हेर्नुहोस् है साथी हो, आज चाहिँ म तपाईँहरूलाई, मान्छेहरूले सोच्नु हुँदै होला कि यो के भएको होला है, यो घरको भिडियोहरू पनि देखाउँछ, घरको फुलहरू देखाउँछ भनेर सोच्नुहुन्छ होला। तर मेरो चाहिँ अब मैले देखाउनु कारण चाहिँ अब घरमा चाहिँ छोरीहरू नहुँदा पनि हो यसरी घरमा यसरी रोप्नु हुँदो रहेछ भनेर चाहिँ मैले, मम्मीले चाहिँ अब मतलब छोरी नहुँदा पनि बिहा गरेर जाँदा पनि छोरी नभएको जस्तो भएर बस्नु भएको छैन भनेर मात्रै देखाउनु भएको, जस्ट फर इक्जाम्पल। ओके गाइस, हेर्नुहोस् त। ओके गाइस, अब चाहिँ म खाना खान्छु हो। मम्मीले चाहिँ 6 बजी खाना पकाउनु भएको। आज चाहिँ म आएर हो, अरू बेला पनि त्यतिखेरै खानुहुन्थ्यो तर बट आज चाहिँ झन् छिटो बनाउनु भएको छ। अन्त एकदम खुसी भएर बिचरा पापा पनि खुसी भएर बस्नु भएको छ। जहिले जस्तो मेरो पापा चाहिँ जहिले जस्तो बिमार भइरहनु हुन्छ होइन, आज चाहिँ म आएर खुसी भएर बिमार पनि जाती भएको जस्तै भएर बसिरहनु भएको छ। हेर्नुहोस् त साथी हो, यति दामी। वाउ, यहाँ हेर्नुहोस् त, किराधरी बसिरहेको छ। ओके बाई बाई। आज चाहिँ म यति नै हो मेरो भिडियो चाहिँ हो। म बेसी उयो गर्नु पनि सक्दिनँ, बोल्नु पनि सकेको छुइनँ। आज चाहिँ म अलिक हिँडेकोले गर्दा अन्त मलाई अलिक सर्दी लाग्यो जस्तै भइरहेछ हो। त्यसले गर्दा चाहिँ आज यति नै हो मेरो भिडियो। ओके गुड नाइट सबैजनालाई, बाई बाई।